घंटी बजाने के बहुत काका एक गमछा घुमा दा म अझै घाइते चौबिस जुन आन्दोलन भएको थियो भादौ 24 गतेको आन्दोलन गरिरहेको थियो त्यही क्रममा हामी बढ्दै गरेर लाग्दा होइन जुन केपी सरकारले जुन अत्याचार गर्यो जुन जेन्जी भाइ म पनि पढेको छु एउटा म त्यो युवा हो जुन क्रान्तिबाट म त्यति बेला म निस्केको युवा गोलीबाट म घाइते भएको थियो बेड हस्पिटलमा लगभग 3 हप्ता जस्तो म बसेको थिएँ 3 हप्ता बेडमै अनि तपाईँ अनि घर चाहिँ कहाँ हो तपाईँ? मेरो घर सदननगर गाउँपालिका 2 बब्रुन्छ सरलाई निर्वाचन क्षेत्र नम्बर कति हो? 1 हो 1 नै हो। यो निर्वाचन क्षेत्र नम्बर 1 मा चाहिँ कसको माहौल छ, कसले जित्नुपर्छ अलिकति भनिदिनु न। यसमा त जस्तो पनि मुखमा होइन जनताको मुखमा एउटै नाम छ घन्टी छाप। अब की बार बालन सरकार यही हो। अब जसरी भए पनि नीतिमा कार्की दिदीलाई विजय गराउनु पर्छ, विजय गराएर हामी सदनमा पठाउनै पर्छ। यो जनताको मागै हो, एजेन्डै हो। किन नीतिमा कार्कीलाई चाहिँ किन जिताउनु पर्छ? किनकि अब बालन सरकारलाई अति हुन्छ नि त, सहज हुन्छ नि, सिट 2 तिहाईको सरकार चाहिन्छ नि त होइन। 2 तिहाईको सरकार अनि जुन त्यसमा सिट चाहिन्छ त्यो म्याजिक सिट हो नि, त्यसमा उहाँलाई सजिलो सहज हुन्छ नि त। यहाँ हामी पठाउँदा होइन उहाँलाई धेरै साथ सपोर्ट मिल्छ नि त, त्यही कारण तपाईँ जस्तै